हेलो गाइज नमस्ते, म रिजन यादव। अहिलेसम्म त यस्तो भिडियो कहिले बनाएको थिइनँ होइन, तर आज आएर बनाउँदैछु। किन भन्दाखेरि होइन, जब मैले जर्जी अप्लाई गरेँ नि, हुन्छ नि लाइक कुनै कन्ट्री अप्लाई गर्नुभन्दा अगाडि मान्छेले रिसर्च गर्छ नि, कन्ट्री कस्तो छ, के छ, काम पाउँछ पाउँदैन, फ्युचर छ छैन। मैले पनि त्यस्तो रिसर्च गर्न खोजेको थिएँ होइन, युट्युबतिर गएर भिडियोहरू हेरेको थिएँ। तर नेपालीको कुनै भिडियो नै पाएन, इन्डियनहरू हुन्थ्यो होइन त्यस्तो। अनि इन्डियनहरूलाई मेसेज गर्दा रिप्लाई नगर्ने, हेल्प नगर्ने टाइपको के। अनि मलाई सुरुमा आउँदा यहाँ होइन एकदम गाह्रो भएको थियो क्या। त्यस्तो कोहीसँग हुन्छ नि लाइक कुरा गरौँ के छ कस्तो छ, त्यस्तो कोही भेटिनँ कि मैले। धेरै गाह्रो भएको थियो सुरुमा मलाई। अनि त्यही भएर म चाहिँ अहिले आएर होइन यस्तो भिडियो बनाउँछु कि मतलब हुन्छ नि अब आउने स्टुडेन्टहरूलाई त्यस्तो गाह्रो नहोस् भनेर। सो गाइज आफ्टर दिस अब जर्जिया कस्तो स्टुडेन्टले अप्लाई गर्ने, फर्स्ट लेट मी क्लियर वान थिङ, जुन पाए त्यही कन्सल्टेन्सीबाट अप्लाई नगर्नु। किनकि नेपालमा नि अहिले जर्जियाको नाममा नि लुटिरहेछ क्या, लिटरली लुटिरहेछ स्टुडेन्टहरूलाई। 10 लाखमा युरोप पुर्याइदिन्छु भनेर होइन, यताउति के भनेर होइन, 1 लाख 1.5 लाख 2 लाखसम्म चार्ज लिइरहेछ क्या। अनि त्यो चार्ज लिएको तिमीलाई थाहा पनि हुँदैन क्या, उनीहरू तिमीहरूबाट पैसै लिँदैन, 20-25 हज़ार भनिदिन्छ होइन। तर यताउतिबाट धेरै नै स्क्याम हानेर आउँछ क्या। तिमीहरूको ब्याङ्कमातिर भन्छ यताउति के होइन। यता नि त्यो जुन युनिभर्सिटीमा अप्लाई गर्छौ नि, युनिभर्सिटी चलाउने भनेको इन्डियनले हो, नेपालभरिको हेर्ने भनेको एउटा मान्छेले मात्र हो होइन। त्यसको दाम मैले लिन मिल्दैन। नेपालभरिको सब यताउति एडमिसनहरू सब त्यसले नै हेर्छ। तिमीहरू ब्याङ्कमै गएर तिर भन्छ होइन, मलाई कृपया चाहिँदैन भन्छ, तर तिनीहरू सब मिलेको हुन्छ। सो जो पाए त्यही कन्सल्टेन्सीबाट अप्लाई नगर। अहिले धेरै कन्सल्टेन्सीहरू होइन जर्जियाको नाममा यस्तो गरिदिन्छु त्यस्तो गरिदिन्छु भनेर अप्लाई गर्न लगाइरहेछ होइन। जुन पाए त्यहाँबाट नगर, स्क्याम भइरहेछ। अहिले धेरै चार्ज लिइरहेछ, लुटिरहेछ, लिटरली लुटिरहेछ। सो एकचोटि कुनै कन्सल्टेन्सी भिजिट गर्नुभन्दा अगाडि, यताउति केही गर्नुभन्दा अगाडि यु गाइज क्यान कन्ट्याक्ट मी होइन। म तिमीलाई भन्छु कहाँ अप्लाई गर्ने, कुन कन्सल्टेन्सी जाने, कति पैसा लाग्छ, यताउति सब म एकचोटि भनिदिन्छु नि। आफ्टर द्याट यु गाइज क्यान गो देयर एन्ड टेक काउन्सिलिङ। अगाडि नै चाहिँ नजर कन्सल्टेन्सीहरू लुटिरहेछ यार, लुटिरहेछ भन्छु नि। यस्तो मेरै साथीहरू यहाँ आएको छ होइन, उनीहरूलाई सोध्छु नि 1.5 लाख 2 लाख रुपियाँ लिएको छ के कन्सल्टेन्सी चार्ज मात्र। 9 लाखमा 10 लाखमा तिमीलाई युरोप पुर्याइदिन्छु यताउति के भनेर होइन। भिजा त लाग्यो, भिजा नलाग्ने होइन, भिजा लाग्छ। भिजा रेट राम्रो छ, त्यस्तो रिजेक्सन रेट पनि खासै छैन। अनि आउन सजिलो छ, एफोर्डेबल कन्ट्री छ होइन। तर जुन पाए त्यही कन्सल्टेन्सीबाट गाइज डोन्ट अप्लाई, धेरै लुट छ क्या। सो नाउ गाइज अब कस्तो स्टुडेन्टले चाहिँ जर्जिया अप्लाई गर्ने, अब सबले युएसए क्यानाडा अब युके त जान सक्दैन। सो कोही स्टुडेन्टलाई अब चाहिँ जर्जिया जस्तो कन्ट्री अप्लाई गर्नुपर्छ होइन। इफ तिमीहरूको त्यस्तो पैसाको प्रब्लम छ, युएसए क्यानाडा जस्तो कन्ट्री जान सकिँदैन, देन यु गाइज क्यान ट्राई जर्जिया। राम्रो कन्ट्री छ होइन, फ्युचर राम्रो छ, त्यस्तो महँगो छैन। अन्डर 10 लाख तिमीहरूको सब प्रोसेस यताउति सब हुन्छ होइन। एफोर्डेबल छ, त्यस्तो सर्भाइभ गर्न पनि त्यस्तो गाह्रो हुँदैन। कामहरू त त्यही हो, बोल्डसोल्ड गर्न पाइहाल्छ, आफूले पढ्न सकियो, त्यस्तो घरबाट चाहिँ मगाउनु पर्दैन। कन्ट्री राम्रो छ। if तिमीहरू एउटा सस्तो कन्ट्री हेरिरहेछौ कि मेरो हुन्छ लाइक 10 लाखमा यताउति सब भइहालोस्, फ्यामिलीमा प्रेसर नहोस्, पैसा प्रब्लम छ देन, अनि बाहिरै आएर राम्रो डिग्री लिएर पढ्नु छ देन यु गाइज क्यान ट्राई जर्जिया। राम्रो कन्ट्री छ, त्यही हो। अब 10 लाखसम्म कन्ट्री हेरिरहेछौ देन एकचोटि जर्जिया ट्राई गर, राम्रो छ। भिजा पनि मजाले लाग्छ, भिजा रेट अहिलेसम्म राम्रो छ। ERC यता पाइ नै हालिन्छ, त्यसको लागि खासै टेन्सन लिनु पर्दैन। त्यही हो, राम्ररी सर्च गर्नु यताउति र अप्लाई गर्नुभन्दा अगाडि एकचोटि चाहिँ मलाई कन्ट्याक्ट गर। जुन पाए त्यो कन्सल्टेन्सीबाट अप्लाई त गर्दै नगर। मैले अघि नै भने लिटरली लुटिरहेछ कि उनीहरू कन्सल्टेन्सीले। यस्तो तरिकाले तिमीलाई ठग्छ नि कि तिमीहरू थाहा पनि पाउँदैनौ कि उनीहरूले मसँग पैसा लिइरहेछ भनेर। ब्याङ्कमा गएर युनिभर्सिटीको अकाउन्टमा तिनीहरूलाई आउँछ त्यो पैसा। डाउट हुन्छ यसरी, तिनीहरूले भन्छ कि युनिभर्सिटीले पैसा गइरहेछ, हामीलाई दिनु पर्दैन, तिमीहरू आफै गएर ब्याङ्कमा तिर भन्छ क्या। कसरी डाउट गर्न सक्छ, तर त्यो पैसा युनिभर्सिटीसँग यिनीहरू मिलेको हुन्छ, उनीहरूको ब्याङ्क हुन्छ। त्यही भएर जब पाए त्यहीबाट अप्लाई नगर।
दुई चारवटा त्यस्तो कन्सल्टेन्सीहरू छ, म भन्छु तिमीहरूलाई कार्ड अप्लाई गर्ने नगर्ने होइन। त्यही हो, एकचोटि हेर बुझ। अन्डर 10 लाखको कन्ट्री हेरिरहेको छ, देन यु गाइज क्यान ट्राई जर्जिया। भिजा रेट राम्रो छ, मजाले भिजा लाग्छ, त्यस्तो गाह्रो पनि छैन, सस्तो छ कन्ट्री। मलाई फर्स्ट भिडियो होइन, अब खासै त्यसमा के भन्नु होइन, मलाई खासै त्यस्तो हुन्छ नि, त्यस्तो कुनै टपिक पनि छैन, कन्टेन्ट पनि छैन, के बोल्ने नबोल्ने भनेर होइन। यो फर्स्ट भिडियो छ, बिस्तारै बिस्तारै होइन म अर्को भिडियो लिएर आउँछु नै गाइज। हेल्प गर, फलो गरिदेऊ, सब्सक्राइब गरिदेऊ, यता लाइक साइक गरिदेऊ होइन। बिस्तारै म तिमीलाई हेल्प गर्छु। त्यस्तो केही समस्या केही बुझ्नु पऱ्यो भने, केही क्वेसन छ दिमागमा, देन फ्रिली भएर होइन, विदाउट एनी हुन्छ नि हेजिटेसन, यु गाइज क्यान टेक्स्ट मी, आई विल बी देयर फर यु। हेल्प गर्छु सकेसम्म। ल गाइज, टेक केयर, बाई बाई, टाटा, सी यू। लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदेऊ, त्यही हो, बाई बाई, टाटा, टेक केयर गाइज।